केटाहरूसँग रहेछ त कला त अलिअलि। सपोर्ट गरिदिनु होला खडकको भ्लगमा, एकदमै च्यानललाई सब्सक्राइब गरिदिनु होला, भाइरल बनाएर यस्तो छु एकचोटि जिम देख्न पाऊँ हाम्रो माननीय मन्त्रीज्यूहरू। तो हेलो गाइस, तो कैसे आप लोग नेपाली? तो गाइस, तो कैसे आप लोग नेपाली? म भेट आज चाहिँ केटाहरूसँग यसो जाम एक्सर्साइज गर्छौँ अरे केटाहरू भनेर आएको, भेटाउनै सकेन। त्यहाँ पुगिसक्यो केटाहरू, आधी बाटोमै गलिसकेँ म चाहिँ। म सक्दिनँ केटा यार, अब मुटु फुट्छ जस्तो भइसक्यो मेरो यार, आधी बाटो पुगेको छैन। के हो यार केटाहरू यस्तो छोडेर हिँडिसक्यो, यहाँ यस्तो बवाल फुल रहेछ फेरि। म सक्दिनँ केटा अब, है म त नसक्ने भएँ। केटाहरू त्यहाँ पुगिसक्यो, है है लास्टै कुद्दो रहेछ यार केटाहरू त यहाँ पुगिसक्यो यार, नसक्ने भएँ म त, है थ्याट। त्यहाँ पारी छन् केटाहरू चाहिँ होइन, कराइरहेका छन्। म त सकिनँ यार, म जान्छु। केटाहरूले अब के गर्छन् त, केटाहरू त धेरै दिन भइसक्यो, म त आज फर्स्ट दिन आएको केटाहरूसँग। के हो यार खतरा दिन्छौ त तिमीहरू त, म त सकिनँ त तिमीहरूलाई भेट्ने। नेपाली के छ सबजनालाई सधैँ हुन्छ र होपफुली हाम्रो खडकको भ्लगमा स्वागत छ तपाईँहरूलाई। आज चाहिँ हामीसँग चाहिँ यहाँनिर खडक चाहिँ अब खासमा रनिङको लागि आएको, बिचरा रनिङ गर्न नसकेर बिजोग छ, छोडिएको गर्छ, पर्खिँदै लिएर जानुपर्छ। यहाँ एकजना भाइ छ हाम्रो, यता हामी दुईजना, बिचरा भलिबल प्लेयर भएर फुटबल प्लेयरसँग च्यालेन्ज गर्नु खोज्छ, त्यही भएर यस्तै हो। यो चाहिँ कतारको एकदम पार्किङहरू चाहिँ राम्रो बनाएको हुन्छ कि यस्तो रनिङ गर्ने ठाउँ। यता चाहिँ मान्छे हिँड्ने हो, यो चाहिँ खासमा साइकल हिँड्ने हो, हामी चाहिँ साइकल हिँड्नुमा कुदिरहेको छौँ। यो कतारको दामी ठाउँहरू अब भरिसक्यो, नेपालमा पनि कहिले देखिन्छ होला यस्तो ठाउँहरू चाहिँ भन्ने कुराहरू हो हाम्रो, होइन। यो भ्लग सामुने चाहिँ हामी नेपालको के भन्छ, म त भोलिदेखि त साइकलमा कुद्छु यार। साइकलहरू लिएर आउँदा नि हुन्छ त, म साइकलमा तिमीहरू कुदेर यार भइसकेपछि पनि भ्लग बनाउँदै हिँड्नु हुन्छ। यतिको बाटोहरू चाहिँ नेपालतिर पनि वार्मअपको लागि बनाइयो र 1 किलोमिटरको दुरीमा यसो वार्मअप गर्ने ठाउँहरू राम्रो बनाएर यसरी चाहिँ रुखहरू रोपेर रनिङ गर्ने ठाउँहरू गर्ने ठाउँहरू बनायो भने धेरै नै राम्रो हुन्छ होला जस्तो लाग्छ हाम्रो नेपालतिर पनि। तर हो, रनिङ गर्ने ठाउँहरू गर्ने ठाउँहरू बनायो भने धेरै नै राम्रो हुन्छ होला जस्तो लाग्छ हाम्रो नेपालतिर पनि। तर होपमा छौँ हामी, अब यस्तो चाँडै देख्न पाऊँ हाम्रो माननीय मन्त्रीज्यूहरू। कृपया हजुर विकास गरिदिनु होला, किनकि त्यसरी चाहिँ अब एक भए चाहिँ यो चाहिँ साइकलको ट्र्याकिङ भयो भने यो चाहिँ मान्छे कुद्ने हो खासमा चाहिँ। तर हामी चाहिँ साइकल कुद्ने बनाएको छ, किनकि यहाँनिर त्यो रुखहरू अलिक काटेको होइन, त्यही भएर। यहीँ मास्तिर हो क्या अब लास्ट कुदायो यार आज केटाहरूले, मेरो त मुटु फुट्ला जस्तो भइसक्यो। केटाहरू त यस्तो हानिरहेछ यार तोप, म त भेटाउन सक्दिनँ जस्तो लाग्यो यार। भोलि हिँड्न सकिन्छ त यार, केटाहरूको तोप हेरौँ त कहाँ पुगिसक्यो केटाहरू। ओए म सक्दिनँ अब, त्यही नजिकै हो भन्दैछ, हेरौँ है।
हाई हाई मसँग बिस्तारै हिँड्छ यार अब म त सक्दिनँ है ऊ पारी पुगिसक्यो केटाहरू हाई हाई पहिला स्कुल पढ्दा त अलिअलि कुदिन्थ्यो यार अहिले त सकिँदैन रहेछ लास्टै मुटु भत्किसक्यो यार केटाहरू त त्यहाँ पुगिसकेछ ल यिनीहरूलाई म भेट्न सक्दिनँ यता अगाडितिर चाहिँ यस्तो दामी दामी फुलहरू रहेछ होइन यता यो बाटोको छेउमा यताको चाहिँ यो साइकलको बाटो हो यता साइडको अनि यो अर्को चाहिँ मान्छे हिँड्नलाई होला सायद त्यस्तै लाग्यो मलाई यता वरिपरि यस्तो फुल रोपेर झक्कमक्क बनाइरहेको छ होइन एकदम बवाल छ ऊ पारी चाहिँ साथीले एक्सर्साइज गर्दैछ अब म त्यहाँ पुग्छु लास्टै कुद्दो रहेछ यार केटाहरू त यार मैले त पत्याएको थिइनँ यत्रो कुद्छ भनेर आज फर्स्ट दिन आएकोमा मलाई त लास्ट गाह्रो भयो म त सकिनँ एकजना फर्किसक्यो अब यस्तो कुद्दो रहेछ केटाहरू त आम्बो गल्दै गल्दैन त यार एकजना ऊ पारी अब यहाँबाट फर्किन चाहिँ लास्ट गाह्रो हुनेवाला छ यार अब ल फर्केर आइसक्यो केटाहरूलाई चाहिँ मान्नै पर्छ यार बस्ने ठाउँ रहेछ त टक्क यहाँनिर त अब के गर्छन् त केटाहरूले हेरौँ है किन फालेको हो गर नगर ल कति हान्छस् त हान्न त के गर्न लाग्यो तैँले ल यता सुरु भयो अब फेरि है अनि पुरै मेरो त उ भइहाल्छ त यार हो लास्टै कुद्दो रहेछ यार केटाहरू त कम्ती हो भन्छ आज म गलेर यस्तो भइसक्यो यार अलिअलि कति पाइला हिँड्यो हो अहिले भिडियोमा गनाउनु लाग्यो अहिले गर्न बिर्स्यो ल केटाहरू चाहिँ फर्किन लागिसक्यो होइन अब यस्तो बवाल फुल रहेछ यहाँनिर चाहिँ केटाहरूलाई पुग्यो कि पुगेन मलाई त पुग्यो अब अझै कुद्यो कि हो तिमीहरू त है ए अनि गएर आउनु पर्दैन त मैले रोकेको तिमीहरूलाई कहाँ छ गाडी जाऊ अनि भ्लगरहरू साथमा ल्याएपछि तिमीहरू यार गर्नु पर्यो नि अलिक खतरा खतरा दिनु पर्यो अलि कति भयो तिमीहरू कुद्न लाग्यो भनेपछि ज्यानस्यान बनाइन्छ अब टोलीहरू ए के हो भन्न थालेछ त ल ठिक छ ठन्केर बस्यो भने त्यही फोन चलाएको वाक्क लाग्दै म पनि आउँछु यार तिमीहरूसँग अब जहिले बाहिरको हावा फुली हावा खानु पाइयो तर अलिक फेरि गर्मीमा चाहिँ व्यस्तै हुन्छ अब गर्मीमा त कहाँ आउनु सकिन्छ त गर्मीमा चाहिँ तनावै हुन्छ क्या मेन कुरो अब एक दुई दिन त होला अब कुद्ने भनेको नि किन त यसरी खाट्यो त्यही भएर अब हेर्नुहोस् सोल्टी खासै आउँदैन त्यस्तो क्यामेरा खिच्न त खतरा क्यामेराम्यान होइन म भर्खरको सुरुको हो यो लाइट बवाल बल्दो रहेछ है राति पुरै आँट्ने झिलिमिली बनाइदिन्छ यार त्यो भनेको एउटा पश्चिमेलीको बोली हो नि त यता चाहिँ खतरा लागिरहेछ होइन घाम बेलुकाको घाम हो यो चाहिँ अहिले कति बज्यो अहिले 5:30
लगभग 5:30 भइसक्यो। हामी चाहिँ अब केटाहरूको एक्सर्साइज सकेर हिँडिरहेछौँ। म त पहिलो दिन आएको। अब रुम पुग्नु आधी घन्टा लाग्छ भने आधी घन्टा लाग्छ नि अब हिँडेर त यार। त्यस्तो पाराले त कहाँ हिँड्ने त फेरि कुद्नु के हो त केटाहरू त फेरि कुद्ने भन्छ यार। आफूलाई हिँड्न पनि गाह्रो भइसक्यो अब। अनि रबिन सर कति दिन भयो तपाईँ कुद्नु लाग्यो के भयो त? अनि जेनसेन कतिको बन्द रहेछ देखाउ न। उही के हो छ त केटाहरूको मिम्स त अलिअलि यार। कति महिना हो कति महिना सुरुमा आउँदाखेरि कस्तो ज्यान थियो अरे भाइकोमा टङ टङ थियो क्या सिक्स ब्यागहरू। पुरा नौमा जाँदाखेरि भेस्ट खोलेर अब भापेनमा त कुदिरहेको हुन्थ्यो नि त टङ टङ हिँड्थ्यो। अहिले भात खुवाइ त्यस्तै काम मेरो पनि थियो हो पहिला आउँदा त, अहिले त केही छैन। हाम्रो चाहिँ कति वर्ष भयो है? मात्र 2 वर्ष कम्प्लिट भइसक्यो होइन। यस्तो चल्दैन हाम्रो। तिमीहरू के भन्छ अरे? तिमीहरू बोल्ने धेरै बोल्ने शब्द के हो अरे? केटाहरूलाई तिमीहरू गाली दिने नै भन्छौ नि एउटा जहिले भनिरहने शब्द के हो? त्यस्तो होइन हो, तिमीहरू जाँठा भन्छ कि नै जहिले? जाँठा भनेको जाँड खा भनेको क्या। ए हो राईमतली हुन्छ नि त पूर्वेलमा, त्यही भएर यहाँ भने कोही पनि आयो भने बाहुने आए पनि राई लिम्बू आए पनि हाम्रो घरतिर चाहिँ जाँड बनाएको हुन्छ। ल आयो है भनेपछि जुत्ता जाँड खा भन्ने हो क्या त्यो। ए त्यस्तो पो हो। मगर त्यही हो त साँच्चीकै। ए है तर फ्रेस चाहिँ भइन्छ कुद्न आयो भने जे पनि। आइपुग्नु पाएको नि झ्यापझ्यापी। म पनि उता भलिबल खेल्न त्यही भएर त दिल्ली जान्थेँ नि। एक दिन गएपछि लास्टै निद्रा पनि राम्रोसँग लाग्ने होइन। खाना पनि त्यही कम्पनीको खाना भयो भने खान मन लाग्छ होइन। त्यही हो केटा हो, त्यही भएर तिमीहरूले के गरे हो। खाली कुद्दा त गल्छ अरे। म यो लाबर यत्रो लगाएर कुद्छु। त्यो लाबर लगाएर तर त तिमीहरू कुद्दो रहेछ यार। म पत्याएकै थिइनँ अरे यतिसँग कुद्छौ भनेर यार। लास्ट कुद्दो रहेछ यार यिनीहरू त। कहाँ आइ थ्याङ्क यू है, थ्याङ्क यू। ल यतिसम्म भनिदिनु पऱ्यो। अनि तपाईँ के भन्न चाहनुहुन्छ त मेरो भ्लगमा रबिन सर? उहाँले चाहिँ त्यही भन्न चाहनुहुन्छ अरे होइन। भ्लगमा सब्सक्राइब गरिदिनु होला सबजनाले। केटाहरूको म सब देखाउँछु अब केटाहरूले कस्तो कस्तो गर्छ एक्सर्साइज, ज्यान कस्तो बनाउँछ पछिसम्म होइन। त्यही भएर तपाईँहरूले मेरो भ्लग चाहिँ कन्टिन्यू हेर्नु होला, सब्सक्राइब गरेर 1 मन्थमा भन्नु जोडिनु होला। ज्यान बनाइयो भनेर चाहिँ 1 मन्थमा म देखाउँछु होइन। पछाडि साइकल आइरहेको रहेछ यता चाहिँ पुरा डेक बजाएर कुदिरहेको छ त साइकलमा त यार। खै कस्तो छ? ल अहिले चाहिँ यस्तो छ केटाहरूको है। 1 मन्थमा देखाउँछु म कस्तो हुँदो रहेछ। उसको पनि अघि देखाइसकेको।